तपाईले जीवनमा लिनै पर्ने सबैभन्दा राम्रो डिसिजन के हो थाहा छ तपाईहरुलाई? त्यस्ता मान्छेहरुलाई कट अफ गर्ने जसले चाहिँ तपाईको भावनासँग खेल खेल्छ, तपाईको इज्जत गर्दैन र तपाईको सच्चाईलाई चाहिँ मजाक बनाउन खोज्छ। कहिलेकाहीँ जीवनमा हामीले मान्छेहरुलाई एकदमै बढी प्रायोरिटी दिन्छौं, चाहिने भन्दा बढी धेरै बुझ्न खोज्छौं, धेरै सम्झाउन खोज्छौं, धेरै सहन्छौं अनि अन्त्यमा न त हामीले उनीहरुलाई न त कहिले खुसी पार्न सक्छौं न त आफूले आफूलाई। त्यसैले यस्ता मान्छेहरुको पछाडी नकुद्नुस्, यस्ता मान्छेहरुबाट टाढै बस्नुस् र यस्तो व्यक्तिसँग सम्बन्ध तोड्दै गर्दा उसँग मात्रै नभएर उसँग जोडिएका हरेक व्यक्ति जसले चाहिँ तपाईलाई कहिले बुझ्ने कोसिसै गर्दैन, जो चाहिँ तपाईको पीडामा सहभागी हुनै खोज्दैन र जो चाहिँ जहिले पनि तपाईलाई गलत साबित गर्न केही न केही बहाना खोजिरहेको हुन्छ, यी सबै मान्छेहरुलाई एक एक गरी कट अफ गरिदिनुस्। कहिलेकाहीँ समस्या एउटा मान्छे मात्रै हुँदैन, त्यो पुरै वातावरण नै हुन सक्छ। तपाईको आफ्नो मनको शान्ति, तपाईको आफ्नो आत्मसम्मान जोगाउनको लागि भए पनि तपाईले यो निर्णय लिनै पर्छ। सुरुमा तपाईलाई गाह्रो पर्ला, तर बिस्तारै तपाईले महसुस गर्दै जानुहुनेछ